बीटीएसलाई क्रस बनाएर के गर्छौ साथी? तिम्रो बिहे त त्यही हरि बहादुरसँगै हुने हो कि कसो? बीटीएसलाई क्रस बनाएर के गर्छौ रे? बीटीएस हाम्रो लागि हाम्रो क्रस मात्र नभएर हाम्रो आइडल पनि हो। अनि आइडललाई के को लागि फलो गरिन्छ? उसको ट्यालेन्ट, उसको हार्डवर्किङ, उसको लाइफको स्ट्रगल, अनि उसले आफ्नो फ्यानहरूलाई कसरी ट्रिट गर्छ, यो सबै बुझेर हामीले उसलाई फलो गरिन्छ। एन्ड उसबाट राम्रो कुराहरू पनि सिकिन्छ। इफ तिम्रो आइडल रोनाल्डो हो भने तिमीले उसँग बिहे गर्ने पर्पजले उसलाई फलो गरेको त होइन होला नि सायद। कसैले आफ्नो आइडललाई फलो गर्ने भनेको उसँग बिहे गर्ने पर्पजले मात्र गर्दैन कि। अनि बीटीएस कुन लेभलबाट कुन लेभलमा पुगेको मान्छे हो भन्ने हामीलाई थाहा छ कि, हामी आर्मीहरूलाई थाहा छ, कसैले भनिराख्नु जरुरी छैन। अनि आर्मीको बिहे जोसँगै होस् उसले आफ्नो आइडललाई सपोर्ट गर्न कहिले पनि छोड्दैन कि।